ल गाइज हामीले चाहिँ टक्क लाएर माछा मार्न आएको छौँ राति कति बजे अर्को मोबाइलमा टाइम पनि देखाइदिउँ न नि यहाँ देखाऊ 9 बजे रहेछ तर लास्ट राति यस्तो मान राति 9 बजे रहेछ खै यहाँ माछा देखाइदिउँ माछा थोरै भएको छ यहाँ देखाऊ यहाँ गाइजहरू यहाँ माछा मार्ने कार्यक्रम भइरहेछ मलाई देखाउ न मलाई त लास्टै जाडो भएको छ तर कहाँ गयो यसलाई चाहिँ जाडो भएर रहेछ मेरो चप्पलले हुन्न के सानो यहाँ के भइरहेछ चरिङ्गा भाग्यो ग्रिबी हान्न पर्छ गाइजहरू टक्क लाएर बर जान्नु नुहाउनु पर्छ रातिमा को नुहाउने हो बाल छैन एन्सीलाई है ल सबले ह्याटी लाइट देखाए लाइट देखाइरहेको छु व्हाट इज योर नेम सिस्टर स्वस्तिका सास गर्न आइरहेछ हेलो गाइज यहाँ फेरि राजाहरू छन् के भयो बस 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 बिल्ला भइहाल्यो यार भिडियोमा बसेन नि यार के भयो बस्नुहोस् कि बस भन्नु न के भयो बस 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 गुड यसलाई फेरि हल्का बोडी एनालाइज गर्नुपर्छ गाइजहरू ए रातिमा माछा मारेर आएको छ त्यहाँ भाडा खै यु न अटारम अटार हैन के यता खै दुईटा मात्र छ खै त्यो चुन्नी लगा त चुन्नी लगाउनु माछा कति छ कति यार चुन्नी लगाउ त खै 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 चुन्नी खै मलाई उति सबै चुन्नी खै खै देखाएर सानो यता यसको मैले टोक्यो के ओइ टोक्यो देखाएन ओए जस्तो के हो के पारा पारा मेरो हाउडे गाउँडामा छैन मेरो भ्लग फेरि स्टार्ट भइगयो है यस्तो फेरि मलाई चाहिन्छ यता के हो माछा नतार्के अर्को के भन्नु छ हामी चाहिँ कहाँ हो कहाँ है ओए मुसा खै अस्मिता खै पकड्नु के हातमा आइगएको छ पकडी सक्नु मान्छे उ त्यहाँ छ बाल्टिन डिब्बा खै डिब्बा यहाँ दिनु म पकड्छु डिब्बा माल त खै लाइट दे त सानो एकजना लाइट दे तिम्रो मान्छेले हर्लो नजाऊ के त्यसो नजाग्यो ओए लाइट मान्छे यता आउन तिम्रो कमल दाइ हित्तिछन् के माछा टन्न यार माछा मार्ने कार्यक्रम भइरहेछ यस्तै हो लाइभ अंकल हल्का पोस्ट दिनु त टक्क लाएर ल घरदेखि मान्छेहरू आइरहेछन् माछा है भुटो लागे मोबाइल त ओइ भन्दा मोबाइल त छैन च्यापल पकड्छु के ओइ मेरो मोबाइल त ओइ खलासलाई कसरी बाल्ने भन न स्वस्तिका उतै जाडो भएको छैन नै स्वस्तिका ओ तेरो बक्सर कुइया रहेछ नयाँ किनेछ है ल ल तिम्रो सास गर्न रहेछ बरस गरे भोलि निस्किरहेको छु कि यहाँ भिडियोमा सुत्न जानु कि तपाईँहरू यसको ल्यादेखि हुन्न त्यहाँ छ बुढो लागे ला ओइ अर्बन माथिबाट नजाऊ त कान्छा माछा आयो कसको मेकअप गर्न आइरहेको छ के
मरो को केटा मान्छे भने थिए ए फगन बच्चाले किन मार लाग्यो बच्चाले खै मारे हैन परे हो टक्कलाएर डाइट हुन्छ रुखलाई अर्को मान्छे रोक्नु खै काछ ओए मैले नि पर किउडे हातमा आयो दुईटा हिला लाइदिरास मलाई सबजना के यस्तो सब भयो हाम्रो अञ्जला भएन नि हाम्रो अञ्जला रक्स कति लाग्छ के उहाँ त यस्तै ढल्नु भएको छ यस्तै तँलाई जाडो भएको छैन ओए लड्की गाइजहरू मलाई चाहिँ एक्लै दुईटा बाल्टिङ घरमा ल्याउन पठाइदिएछन् एक्लै हिँडिरहेको छु यसरी पेट्ल्याक है बाई बाई कान्छीको के छ ओइ साइकलमा जान्छु म साइकलमा कान्छीको के छ पछाडि ओइ यस्तो छ यात्रा ओ मुसा त गन्ना सिस्के ओइ मुसा त्यहाँ छुट्टै काम गरिरहेको छ। ओइ कत्रो ठुलो माछा छ यार गन्ना सिस्के त लाइट पकरमा तेरा दे त गाइजहरू हामी चाहिँ अब माथि जान लाग्छौँ माछा मार्न यहाँ हल्का मारिहाल्यौँ हल्का रमाइलो भइरहेछ टक्क लगाएर तत छ खोलातिर माछा कहाँ छ सब पछाडि बच्चा निक्ल्यो लाइटिङ बाल्टिङ लिएर ल अङ्कल मारिदिनु भयो बुझिदिनु भयो माथि ल सयो आकाशमा यसरी लाइट स्वर ओए को देख्या छैन भन म लाइट बालिदिन्छु ओए तेरो मेकअप तल्क्या छ लाइट बाल्दिएको त तल्क्या छ ल यहाँ जाली लगाएर माछा नान सुराल खोल बाबु खोल के के भन्छ भुलले त खान्छ अनि पकाउँछ किन खोल्दिने खोल्न किन के हुन्छ के हुन्छ मच्छर छोरा के नानी खोल बाबु खोल हिलो आउँछ त त्यहाँ त हिलो लाग्छ त खोल सुरुवाल भइसिन्न यहाँ रहेछ माछा बरु त्यहाँ भन्दा ओके यहाँ छ माछा चाहिँ यति धेरै ठुल्ठुलो भइसकेको छ गाइजहरू मोटा पनि छ 21 माथि धेरै मारिकिम त्यहाँ पनि भान्जाले मारिरहेको छ यता लाइट देखाउनु दाइ यति हो डरममा हाल्दैछ है यहाँ आइगयो चाँगै भाँच्चाको छ चाङ्ग्रो चाहिँ एउटा ओ भेनाजुलाई लाइट बाल्दे है फेरि सब गौँडा घोप्टाउनु होला टेन्सन छ त यार यहाँ त मान्छेको भन्दा नि गौँडाको घोप्टी गरे ल अब हामी चाहिँ फेरि भोलि बिहान आउनु पर्छ भोलि भेटिहाल्छ अरे अनि स्पेस भइरहेन रहेछ यार मोबाइलमा भिक्षा भयो अब टक्क लाएर त्यो माछा र गौँटालाई फ्रेम लप्ली लगाएर टक्क लाएर खानुपर्छ है है त गाइजहरू ए कसरी डरायो बे कुकुर रहेछ बे के रे यो कुकुरको नाम के भएन यार यो कोको पनि होइन कि राटे हो के हो राटे सर आउँछ यहाँ के भयो ओ मेरो मोजा ओइ मेरो भनेपछि आफ्नै गाममा नि चिनेनन् मलाई ल
आइरहेछन् माछा लिएर म चाहिँ साइकलमा आएको हुँ रातिमा माछा सर्र खानी हो सरर आउँछ यहाँ सर्र हुन्छ यहाँ ल को यो सर्र हुन्छ यहाँ ल स्कुटी राख्ने अब त्यहाँ खै हेरौँ त यति मात्र भयो गटा हेरौँ न गटा कटो कटो छ माछाले ल हाम्रो गाईजहरू आए अब चाहिँ राखिदिनु सानो छपा पानीले त पहिला खुट्टा देऊ फुलामा भिडियो देखा कि यो माछा कि भेगुटा आयो माछा कि भेगुटा आयो कि सार्को यो खाना लास गर्न दुईजनाले साइड साइडमा ल ए टाउको देखेर कि टाउको देखेर ल ल यतिकै ल यता देखेर ल खै बेना चाहिँ भूत माछा यो चाहिँ भूत माछा हो यसलाई पछि राख्नु चाहिँ किन यस्तो भइरहेको पुरै भला जस्तो भइरहेको सीमा ढोङ न मम्टीमा बन्द गर्छ भाइ यो कोसी ब्यारेको ढोका बन्द गर्छ कोसी ब्यारेको ढोका बन्द गर्छ घाममा पर्यो कि घाममा पर्यो गाईजहरू हामीले चाहिँ फाइनली यो यति धेरै ए हो अनि यता पनि मारिसकेको छ अब भोलि पनि मार्न सक्छौँ गाईजहरू अब त्यही हो यो कोसी ब्यारेको ढोका चाहिँ बन्द नहुने रहेछ ओइ कोसी खै यस्तो गर्दा बिहार दुब्यो गाई गाईजहरू फाइनली हामी चाहिँ माछा साछा मारेर यहाँ टक्लाएर बनाइरहेको छौँ हेर्न यो गौडा सयानी भण्डारी भण्डारी ओइ हेर्न यो गौडा सयानी ओइ भण्डारी त्यो गौडा सयानी टु भाछ के सयारे टु यतिकै भएको त नाटा परेको किन पर्छ र फाल्नु पर्छ के आइहाल्दैन हेलो गाइस यो चाहिँ सबभन्दा सानो गौँटा हो यसलाई चाहिँ मार्नु यसरी यो स्मृतिको थो त दाँतमा पनि छिरिहाल्छ बनाएकी छिलाई यो लार्नुस् हेरिस लु त्यो यी गर्दा काका देन अस्किरा ओइ गर के भाइ आयुष जाऊ यो माछाको नाम के राख्दिनु जाऊ के अनि ओइ मोबाइल खस्यो यहाँ साइडमा पछाडि यसलाई गराउनु ओइ हेर यो माछा हैन यसलाई गरौँ न यसलाई सानोमा यसलाई गरौँ न यसलाई कि मरे डरान न सानीलाई गरौँ न त्यसलाई गराउनु गरौँ माने छैन सयारे टु आया सयारे टु गाईजहरू हामी चाहिँ अब सुत्न लागिसक्यौँ ओइ सातजना छोरीलाई हाले नि मरे गौँटा अब खाइहाल्छ नि मोर हैन जुदै हो कहाँ गयो साथी फुट लाग्यो ओइ हित्ती छ हित्ती ए खै हात छोड त ए त्यसो गौँटा ठिक आइन्छ ल गाईजहरू यहाँ चाहिँ अब माछा फ्राई भइरहेछ माछा चटपटी के हो नि
टक्क लगाएर डाइट दिन्छ प्रोटिन खानुपर्छ कुकम्यान सेफहरू चाहिँ यहीँ हुनुहुन्छ भयो भयो मलाई आफ्नो तारिफ गरे मन पर्दैन तँलाई भने होइन त्यो त सात गर्नु आइरहेको त्यो चाहिँ बास्ना आइरहेको छ के बास्ना छ त्यो साथ छ ल माछा पाक्यो माछा म खान्छु यो यस्तो रे अघि छिटो बारम्बार मैले हाल्दै छ नि कोटको पैसा कहाँ भयो तर खोल बनाएन सबैलाई यहाँ बनिरहेको छ है मैले गाउँदा खाइरहेको छु होइन रमाइ गाइछ The next day. Hey guys, welcome back to my new Android vlog. चाहिँ यहाँ गौँटा है गौँटाहरू हेर्न सक्नुहुन्छ अनि यहाँ पनि हेर्न सक्नुहुन्छ अनि यता फेरि मोटर लगाएर पानी फालिरहेको छ यता गाइज यता चाहिँ हामीले यो चाहिँ पुरै सुकाएर माछा मार्ने सोचिरहेछौँ हुन्छ कि नै सब बनाइसकेको छ मैले भ्लग चाहिँ बनाएको थिएन हेर्नु गाइज यो पानी चाहिँ यहाँ फुटेछ मोटर चाहिँ यता छ मोटर चाहिँ यता छ अनि ऊ पारि घरदेखि लाइन लिएर ऊ यहाँसम्म टायर पुगेको थियो अनि लाइन लिएर यहाँ फुटेर चाहिँ पाइप अनि आधी पानी चाहिँ यता फालिरहेछौँ हामीले यहाँ देखाइदिन्छु तपाईँलाई यहाँ फालिरहेछौँ आधी पानी चाहिँ अर्को पानी चाहिँ यहाँ यसरी बगिरहेछ अनि अहिले त्यो सुकेपछि माछा मार्छौँ होला गाइस हेरमै कस्तो हुन्छ यहाँ चाहिँ फेरि छिटै कार्यक्रम भइरहेछ ओइ काले निकाल्यो फेरि मैले यसलाई जब पखाल्नु पर्छ चट्ट पकाइमा चारजना टोकेछ बाबु कान्छा निकाल दुईटा रहेछ यार दुईटा रहेछ बुढाबुढी होला नि के एउटा पलिस्टिक देखाएर टोकेको रातो बनाइदिएको हेर्न फेरि नङ्ग्रा ल्याएछ मरेकोलाई त फेरि नाटक गरेछ नि फेरि लगेर तैँले कविले खोज्यो एरा यी गर न सुष्टिका पहिले टोक भन्छ हाम्रो ऊ त्यहाँ पानी फाल्ने कार्यक्रम भइरहेछ नालीमा बाबु मेरो टाङमा नफाल्दैछ है कबिरको लौकी किन डराउ लौकी पकडाउन किन डराउ सिस्ना च्याउ है यो च्याउ यो मुला लोकलाई पुरै गाइस भात साइज खाइयो हेर्नु त मोटर बनाउन जाम न त यहाँ यति छ अब हामी चाहिँ मोटर बनाउन जानु पर्ने हुन्छ डम्मै भर्दियो अहिले भर्नुपर्छ जाम खै कत्रो खुट्टा निकालेछ त्यसले अझै चल्छ नि फेरि यत्रो खुट्टा निकालेको छ त्यसले समाज निकालिरहेको छ एक कान्छाले चाहिँ मजा छ
साने यहाँलाई यसको हात तान्दे त के भन् तान त हात अट्काछ फेरि मोटर बन्द भइगयो के खुस्क्यो क्या फेरि दुई टाङ निकालिदिएको एउटा टाङबाट निकाल्दैछ हेर्न फ्याक्क भिडियो बनाएको थिएन निकाल्यो कि कस्तो रहेछ त बाबु त साइको रहेछ जस्तो यार तेरो यसको आफ्नै गाममा नि चिनेनन् भनेपछि यसलाई फेरि ल अर्को पनि निकाल तैँले निकाल्दाखेरि निकाल्नै भनिस् भने होइन भिडियो बनाउनै भुल्ले यहाँ लाग्यो तैँले गर्दा बनाएको छैन कि अहिले चाहिँ बनाएको छु यहाँ त बाबु निकाल्यो यिनीहरूको मुखमा हाल्दे खै बाबु त्यहाँ पनि छ ए फेरि निकाल्यो बड्डाइले त एउटा बाबु त्यहाँ पनि छ कहिले देखा त जा गन्नाइरहेको छ तिमीहरू ए झन्नै यसले गले ए अर्को पनि निकालेको फेरि चला 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 के हुन्न ओए हेला हेर के गाइजहरू मैले चाहिँ ल यस्तरी बिनिसकेँ बनाइसकेँ गउँटा यस्तरी खप्टाहरू फालेर अब चाहिँ बनाएर खाने हो यसलाई धोएर त्यही त अरू चाहिँ अरू पारी छन् भन्नु ल के खाएंगे हम तो भैया खेकरा खाएंगे खेकरा खेकरा बहुत मजा आएगा गउँटा फ्राई हजुरको सब ब्लगमा सर र अरू चाहिँ यहाँ छ खै ए बिजा अरू खाएर के बनाएर राख्दा सुन्दै सब मैले खाने बाहिरको नि यो मैले खाने के यहाँ माछा यहाँ त्यहाँ चाहिँ छुट्टै कार्यक्रम भइरहेछ खस्यो कि मान्छे काट्ने तिनजना मान्छेलाई घरमा चाँडा रागन्तमा अब अहिले त्यस्तो कुरा गर्नु भएन पुलिसले पकड्ला त्यो दिन गयो के हुँदा नि हाले पिट्न आएपछि मार्न आएपछि के गर्नु त अब बस्नु भएन यही कुकुरियो दाइ यही कुकुर मैले सुनेको थिएँ तर यही कुकुरियो खाना खाना तिम्रो दिदी साइको भएर चाहिँ अब सेन्टर मान्छे काट्यो